तपाईले पनि अब यसरी नै मिनेटमै जापानिज टिकटक एकाउन्ट रेडी गर्न सक्नुहुन्छ, नयाँ आइडी बनाउन सक्नुहुन्छ। म तपाईलाई एकदम इजी तरिकाले भनिदिन्छु, भिडियो स्किप नगरिकन पुरा भिडियो हेर्नु होला। सबैभन्दा पहिला तपाईले के गर्नुपर्छ, VPN सर्भर डाउनलोड गर्नुपर्छ, जापान VPN सर्भर है। त्यसपछि तपाईले के गर्नुस्, एउटा नयाँ जीमेल एकाउन्ट बनाउनु होला। अनि त्यसपछि तपाईले टिकटकलाई एकछिन डिलिट गर्नुस्। त्यसपछि तपाई गुगलमा जानुस्, VPN तपाईले अन गर्नुपर्छ। तपाई गुगलमा गएर त्यहाँ सर्च गर्नुस् tiktok.com। जसरी तपाईले tiktok.com सर्च गर्ने बित्तिकै त्यहाँ तपाईले टिकटक जस्तै सेम देखाउँछ। त्यसपछि तपाईले लगइन गर्नुस्, नयाँ आइडी बनाउनुस्। जुन तपाईले जीमेल एकाउन्ट नयाँ जीमेल एकाउन्ट बनाउनु भएको छ त्यो जीमेल एकाउन्टबाट तपाईले नयाँ आइडी बनाउनु होला। त्यसपछि तपाईले त्यहाँ बनाइसकेपछि तपाईले टिकटकलाई डाउनलोड गर्नुस्। त्यसपछि तपाईले त्यहाँ गएर हेर्नुस् क्रिएटेड रिवार्ड्सको अप्सन आएको छ कि नै। यदि आइसकेपछि तपाईको 100% जापानिजको टिकटक ओपन हुन्छ र त्यसपछि तपाईले वाइफाई युज गरेर सर्भर बिना VPN को पनि तपाईले एकदम सजिलो तरिकाले युज गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईलाई सिर्फ वाइफाईबाट काम चल्छ, VPN को जरुरत पर्दैन। नेटबाट त्यति साह्रो चल्दैन, बट वाइफाईबाट 100% चल्छ। यस्तै टिप्स एन्ड ट्रिकको लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नु होला। मिलिन्छौँ फेरि नेक्स्ट भिडियोमा। धन्यवाद।